सो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ होइन अब मेरो दाइले अब कति खाना खाइसक्नुहुन्छ, अब त्यही भिडियो बनाउन गइरहेको छु होइन। ल अब हेरौँ न त अब कति खासमा चाहिँ दाइले भने चाहिँ अब राइस कुकरको एक कुकर चाहिँ खाइसक्छु भन्नुभएको थियो। राइस कुकर भन्नाले मतलब ठुलो भाँडोको एक भाँडो खाइसक्छु भन्नुभएको थियो। ल हेरौँ अब कति खाइसक्नुहुन्छ अनि ल एकैचोटि अब हेरौँ ल त्यहीँनेरि। स्पेसल फर मेरो दाइको लागि तरकारी स्पेसल चिकन ल्याइदिएछु। भात चाहिँ यहाँ यो त थोरै भयो दाइ, हेरौँ न यसको एक भाँडा के हो, आधी नि सक्नुहुन्न कि क्या हो? एकैछिनमा खाना यो 3 केजी लोकल चाहिँ होइन, ब्रोइलर भन्छ यो मासुलाई होइन। जस्तै 3 केजी ब्रोइलर, त्यसपछि एउटा राइस कुकरको सिङ्गै भात खाँदैछु है गाइस। ल खाइल ल खानु सुरु गरौँ। कसरी खाइन्छ है? 84 व्यञ्जन होइन त, 84 व्यञ्जन। त्यो चाहिँ हड्डी हुन्छ, यसलाई चाहिँ यसरी चपाउँदा नि बल्का मिठो हुन्छ। 3 केजी चिकन मासु, एक कुकर राइस कुकर, एक राइस कुकर बान आज जाँदै साथ या अलि यताले यस्तै ओहो यसलाई चाहिँ लोकल प्याज भन्छ। यस्तो गर्ने हो, यस्तो गर्ने हो। मजा आउँछ। यत्रो धेरै भात चाहिँ कहाँ गएर हट्छ दाइ? पेटमा नि। खै त नि पेट हेरौँ न एकचोटि, देखाइदिनु त मेरो दर्शक बिनहरूलाई। हेर्नु न पेट पनि सुके नास रोग लाएर। खाना त यत्रो खान्छ, काम कतिको गर्छ यो मान्छेले? स्पोन्सर चाहिँ फ्रम चाम्लिङ साइकल। यसले खाना त्यही अनि एक बाटा खान्छ अनि काम चाहिँ कतिको गर्छ? काम पनि हल्का हल्का। कामको कुरा गर्ने होइन, यसले खाएको बेला हल्का हल्का मात्र यो गर्छ। खाना नै फेरि टाउको माथि ठ्याम्म हालिदिन्छ। ओहो यो खाना सकाउन कति टाइम लाग्छ? 2 मिनेट। ल है त ल। तीन केजी मासुमा एक उ त बाटा भात पनि अट्दो रहेछ। अझ यसमा यो पनि है यो उनको खेना मुला हैन बासी खाइहाल यो न कस्तो के उनको गुइ मन पर्ने हुँदैन बासी बाका एकछिन देशा भित्र देशा किम खान उइ पिक्के ल यो पनि ओहो एकछिनमा यो खाइसकेन भने भोलिदेखि केटाहरुको बात बन्द है।
के हो खाएको यहीँसम्म सुनिन्छ त स्पेसल हुन्छ स्पेसल केजी मासु र एक एक बाटा उत्योले त के हो पुग्दैन कि के हो अझै मोर के हो सधैँ त आधी पेट मात्र बस्नुहुन्थ्यो कि के हो नलजाउनु है कोलो जाइरहेको छ अहिले नलजाइकन यो भात नि छ यहाँ नि एकछिनमा खाम्ला नि अहिले पेट हेरौँ न पेट केही छैन पेट ओहो लोकल प्याज झुकेका नाइस होला एकचोटि फेरि यो डाइलग भनिदिनु पर्यो किन भन्ने हो तैँले के दिएछस् भन्न मैले झन् तपाईँलाई फेमस पार्दैछु अझै पनि अटिरहेछ कुखुराले मकै खा जसरी निलिराख्नु भएको छ एक चोप्टा त खान्छस् कि होइन भयो दाइ हजुर मेरो पाहुना स्वरूप हुनुहुन्छ याद झन् चाट्न यस्तो मिठो चाटौँ न ओहो तपाईँले खाना खाएको देख्दा त एउटा डाइलगको याद आयो हनुमानले त पहाडै उचाल्नु भएछ त होइन केही छैन यहाँ नि नलजाउनु न यहाँ नि छ कि अब मासु चाहिँ अलिक थप्नु त ले एक पाउ जति सकियो होला एकछिन पहिला यो सक्क नपऱ्यो नि मासु खानको लागि त ले न ले एकछिन त्यो खानु न पकाउँदैछन् मान्छेहरूले के हो बढी भयो कि के अनुहारै रातो भयो अझै मासु र भात अझै ल पकाउँदैछन् पिर नगर्नु न तपाईँ मेरो पाहुना स्वरूप ओइ वेटर छिटो ल्याउँछस् चित्तलाई जागिर भाड निकालेर दिउँ सम्झाए कस्टमरले भनेको सुन्ने छिटो ल्याउने सम्झाए हुन्छ अब मेरो पोस्ट फेरि कहाँसम्म छ फेरि थाहा छैन नि भाइहरूलाई अब त्यो त तपाईँ त के अरे जग्गु जग्गु छिटो गर भनेको तपाईँलाई थर्का होइन वेटरलाई
के अरे यसको नाम जग्गु जम्मैगु हो। जम्मैगु नरिसाउनु न, तपाईँ मेरो कस्टमर हो। कस्टमर के ए यहाँको साउजी हो? ए हो। हो। होटल चाहिँ बबाल छ। डेकोरेसन तपाईँलाई स्वागत छ चाम्लिङ रेस्टुरेन्टमा। चाम्लिङ थकाली भान्स एकदम मिठो लाग्यो अब एकदम मिठो लाग्यो। सोध्नु नि पर्दैन, एकदम मिठो लाग्यो। एकदम वाहा डेकोरेसनहरू हेरौँ न गाइजहरू। यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरू पनि चाम्लिङ साइकल रेस्टुरेन्टमा आउनु होला। चाम्लिङ रेस्टुरेन्ट यो चाहिँ ठ्याक्कै लोकेसन भन्नुपर्दा ठ्याक्कै लेक साइड खरे स्ट्रिट नम्बर 21 को ठ्याक्कै अपोजिट साइडमा त्यहाँ चाहिँ साइकल पसल देख्नु सक्नुहुन्छ। त्यसको यसो यहाँ टोइलेट जाने बाटोमा ठ्याक्कै यो रेस्टुरेन्ट चाहिँ देख्न सक्नुहुन्छ। अब चाहिँ खाऊँ है, खाएँ है। अनि तपाईँलाई चाहिँ यो लोकेसन चाहिँ कसले भनेर आउनु भयो त नि? यो मैले केमा भयो ग्यालरीमा भेट्टा थिएँ कि क्या। यो रेस्टुरेन्ट चाहिँ एकदम फेमस रहेछ कि। यो खाना यो कुखुराको झोलको त पुरै छाडौँ। तुम्बा कति हो त नि थाली सेटको? मात्रै 1200 मा यस्तो है। अझ 1300 मा त मटन। अझै थप्नुहुन्छ कि? ओए वेटर वेटर अब चाहिँ त्यो वेटर वेटर ल्याउँछस् कि पानी खाऊ? अब चाहिँ वेटरलाई कामदेखि निकाल्न पर्यो। पुगेन हौ। ओइ छिटो मगा। अहिले चाहिँ यही हालेर गर्दै गर्ने। वेटर पनि आएन। ल भिडियो पनि लामो भयो। आजको लागि यति नै। केही भन्न चाहनुहुन्छ? के हो यो? यो बोङ्गै उही जाथा। यसलाई गोप्रो भन्दो रहेछ कि? गोप्रो। हजुर। म गोप्रोलाई के भन्न चाहन्छु भने 5K रहेछ। ल 5000 ल त्यति नै भन्दै बिराउन चाहन्छु। ल ए आया रे पुगेन।